लगभग अहिले हामी हात्तीडाँडा फार्मेसीदेखि कौशिला फार्मेसी तिवारीको फार्मेसीसम्म हामी कति समयमा पुग्दा रहेछौँ। यो यात्रादेखि लिएर बाटोमा देखिएका सम्पूर्ण कुराहरू देखाउँदै हामी अगाडि बढ्ने नै छौँ। हामी यहाँदेखि आइसकेका पनि छौँ, तर हामी फर्केर इन्सुलिन लिएर गइदिनुपर्छ कि जस्तो लाग्यो होइन। एकचोटि फोन आनौँ नवराज दाइकोमा, बुझिस्। दाइको इन्सुलिन लिएर हामी सारा जाँदैछौँ। अब हामी यहाँबाट गएर कहाँ पुग्दैछौँ र बे? हामी कहाँ जाँदैछौँ र बे? नवराज दाइकोमा जाँदैछौँ। नवराज दाइकोमा हामी इन्सुलिन पुऱ्याएर हात्तीडाँडा फार्मेसीबाट हामी नवराज दाइको रेस्टुरेन्ट एन्ड क्याफे एन्ड बारमा हामी जाँदैछौँ। यहाँनिर स्कुलका गाडीहरू धमाधम निस्किरहेका छन्, उर्लिरहेका छन्। यता हाम्रो वडा कार्यालय अस्ति जेन्जी आन्दोलनमा जलेको यो बनाइसके या त उस्तै छ, यो पनि हजुरहरूलाई देखाउँछौँ र बनाउने क्रम जारी नै रहेको छ, अझै बनिसकेको भने छैन। अब यस्तो अवस्थामा हाँस्नु कि रुनु भन्नेको यसैलाई मानिन्छ। औषधि पुर्याउनका लागि औषधि डेलिभरी गर्दैलाई हामी लगभग अब गन्तव्यमा पुग्न पनि लागिसकेका पनि छौँ। हेरौँ अबको बाटो के हुन्छ। अब हामी झुरिप्प लागेर हामी अब अगाडि बढिरहेका पनि छौँ। र अब हँसिलो नेचर नेपाल युट्युबलाई यदि हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने हजुरहरूले सब्सक्राइब गर्न पनि सक्नुहुनेछ। र हामीहरू यस्तै रमाइला भिडियोहरू, बाटोघाटो, ट्राभलदेखि फिल्मी समाचार, स्पोर्ट्स समाचार सम्पूर्ण कुराहरू हामी समेटेर हँसिलो नेचर नेपालमा ल्याएर सम्पूर्ण जनताहरूलाई हँसाउनका लागि र विभिन्न जानकारी दिनका लागि हामीले यो खोलिएको च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सनु होला। अब हामी एकदमै झकास जाममा पर्यो। यो जाम भनेको लगभग निकै बेर खुल्न नसक्ने जाम हो, किनकि यहाँको अवस्था देखिसक्यो। अब हामी पनि अगाडि बढ्दैछौँ पालो मिची। अब एकैछिनमा हामी मिचेर अगाडि बढिसक्ने नै छौँ। 1 मिनटको यात्रालाई अब हामीलाई यसो शान्त हुँदै ट्राफिक दाजुलाई पनि केही नभनी अब फेरि हामी यता भित्र छिर्नेछौँ। ल भित्र नजाऊँ, हामी यता सिधा गयौँ, म झुक्किएको छु। अब हामी यता सिधा हुँदै नवराज दाइको क्याफे एन्ड रेस्टुरेन्ट एन्ड लन्च बार लाइभ म्युजिक हुने रेस्टुरेन्टमा हामी पुग्दैछौँ। यति खतरा रेस्टुरेन्टमा हामी पुग्दैछौँ कि त्यहाँ त हरेक चिज खाँदा एकदम निकै नै मिठो स्वादको पाइन्छ। अब हामी लगभग जाँदैछौँ। कुकुर कसरी बाटो काट्छन्। कुकुरका जनताहरू लगभग अँध्यारो हुन लागिसकेको छ। जस लाइटले भने यति धेरै अहिलेसम्म भने राम्रै साथ दिएको छ भने अब अँध्यारोमा भने त्यति राम्रो साथ दिँदैन नै। बाटो खाल्डा पनि छन् भने हामी अब यो ठ्याक्कै एरियालाई के भनिन्छ भन्दा ठ्याक्कै के भनिन्छ अरे सर यो एरियालाई? तेजविनायक चोक होइन त। हामी तेजविनायक चोक पुग्नका लागि अब केही मिनट मात्र धैर्य गर्नुभयो भने हामी नवराज दाइको लाइभ रेस्टुरेन्ट डान्स बार एकदम धेरै नै ठुल्ठुलो रेस्टुरेन्ट हामी हजुरहरूलाई देखाउनेछौँ।
लगभग हामी पुग्न आँटी नै सक्यौँ। अब हामी तेज विनायक चोकतिर माथि लागिरहेका छौँ। लगभग हामी खतरै ठाउँमा आइपुग्यौँ। निस्किँदैछौँ कि जुन अब एउटा कामको लागि निस्किरहेका छौँ, छाप हान्नलाई प्रेसक्रिप्सनमा डक्टरको छाप हान्नलाई हामी अहिले सन्ध्याकालीन समयमा निस्किरहेका छौँ। अहिले पनि जाम भने निकै नै बढ्दो जाम देखिरहेको छ। यो जाममा हामी अब कसरी पार गर्नेछौँ है त, हेर्न सक्नुहुन्छ। अब एकदमै गाडीको घुइँचो देखेको अवस्था छ। जाम भने अब खुलिहाल्यो कि जस्तो पनि छ छाटकाट हेर्दा। लगभग अहिलेको अवस्थामा हामी जाममा आइसकेका पनि छौँ। जामलाई कसरी पार गर्ने भन्नेतिर हाम्रो दिमाग चलिराखेको छ। यसरी गर्दैछौँ, यताबाट ठेल्दै ठेलठाल उपेलपाल मेलमाल गर्दै अगाडि आउँदैछौँ। अब भने हामी थोरै यति खाली ठाउँ बाजी हामी भाग्छौँ। भनिदिने हो भने हामी यहाँबाट छिर्यो भने ठिक होला जस्तो लाग्छ। एकदमै ठुलो जामलाई हामी पार लाउनको लागि हामी त यता पो है। ठिकै छ छैन, त्यसलाई केही मेन्टेन गराउनु नै पर्छ है। यहाँबाट हामी जान्छौँ। थोरै छस्छ थोरै। अब हामी यसरी छल कपट गर्दै भित्री बाटो हुँदै जान्छौँ। पुरा अन्धकार देख्यो होला। झलमला झिल्ल के को झलमला कतिको झलमला देउसुरे डेन्जरै बाटोमा हामी आइसकेका छौँ। अहिले डेन्जरै भेरी यहाँबाट उता मान्छे गयो भने तल यो भेरी डेन्जरस बाटोबाट आएर हामी यसरी अझै जाम छँदैछ। तर हामी त्यो जामलाई छल कपट गर्दै हामी यसरी तलतिर कुदिरहेको अवस्थामा पनि छौँ। यहाँ निकै नै बाटोहरू मर्मत हुँदै रहेछ। निकै नै यो बाटो भने खाल्डा खुल्डी अफरोड, कतै पिच छ कतै छैन, यस्तो अवस्थाको बाटो रहेछ। हामी पनि कुद्दैछौँ। लगभग यो अवस्थामा हामी आइसकेका पनि छौँ। अब उकालो चढ्दै हामी बालाजी फार्मेसीमा जान्छौँ होइन। हामी बालाजी फार्मेसीमा गएर डाक्टर चन्द्रमौली मुक्तिको
छाप छ कि छैन भन्ने हामी कुराहरू गर्छौँ। उहाँहरूले के कस्तो प्रतिक्रिया दिनुहुन्छ त्यो पनि हामी राख्नेछौँ होइन। अब हामी बालाजीतिर हामी लागि पर्दैछौँ। के हो हामी अहिले हाल बालाजी औषधि पसलमा आइसकेका छौँ। के छ खबर? बालाजी फार्मेसीमा डाक्टर चन्द्रमौली आउनुहुन्छ, तर यहाँ छाप नभएको एकदमै देखियो। छाप बिना कसरी डाक्टरको प्रेस्क्राइब गर्ने भन्ने कुराहरू पनि आउँछ। यो कुराहरूलाई औषधि व्यवसायीदेखि फार्मासिस्टको हुनुहुन्छ स्वास्थ्य कर्मीले ध्यान दिनुपर्ने देखिन्छ। मेरोमा फोन पनि आइसक्यो। फोन आइसके पछाडि म यहाँबाट फोन उठाउँदैछु। त्यहाँ रहन्छ, म यहाँ तिवारीकोमा पुग्न बालाजीमा रहन्छ, तिवारीकोमा पुग्न लाग्यो। बालाजीकोमा नभएपछि हामीलाई चाहिँ अलिकति नजिकको गन्तव्य भनेको कौशिला फार्मेसी साथी कृष्ण तिवारीकोमा हामी अहिले त्यतातिर लागिरहेका छौँ। अब बिस्तारै हामी पुग्न पनि आँटी नै सक्यौँ। अब हामी अहिले कौशिला फार्मेसी नजिकै त्यो दृश्यहरू देखाउँछ। नयाँ बस्तीको यो पुल भनिन्छ, पहेँलो पुल, यो गोठाटार पहेँलो पुल भनेर पनि चिनिने गरिन्छ। यहाँ मुनि बागमती बगिरहेको छौँ। अब हामी यहाँबाट सर अगाडि नयाँ बस्तीको क्लब हुँदै हामी अगाडि बढ्ने नै छौँ। भिडियो भने रातिको हुनाले अलिकति कस्तो आएको छ होला त्यो पनि कमेन्टमा लेख्न पनि नबिर्सनु होला। जे जति हाम्रा भ्युअर्सहरू हुनुहुन्छ उहाँहरूलाई सबैलाई धन्यवाद भन्न पनि चाहन्छु। र हामी अब लगभग नयाँ बस्ती छिर्यौँ यो गेटबाट। अब छिरिसके पछाडि अब हामी मिस्टर तिवारी सरकोमा गएर प्रेसक्रिप्सनको छाप छ या छैन आजको हाम्रो कुरा। धेरै मेडिकलहरूमा पनि यो हामी सोधेर अहिलेसम्म मेडिकलहरू के कसरी चलाइरहेका छन् मानिसहरूले भन्ने कुराहरू पनि जानकारी दिन्छौँ। जहाँ क्लिनिक दर्ता छ, डाक्टर आउनुहुन्छ, तर डाक्टरको जुन छाप एनएमसी नम्बर भएको छाप नभेटिनु भनेको त्यति राम्रो कुरा भने होइन। तर हाम्रो साथीहरूले चाहिँ अहिले हराएको कारणले भर्खर बनाउन दिनुभएको रहेछ र हो। तैपनि अब हेरौँ के हुन्छ। अब यहाँबाट सरर र चोक जस्तोमा आइयो। हुने र निकै नै भिडभाड छ। यहाँ एउटा औषधि पसल लाइन छ बिरामीको। अनि अब यस्तो भिडभाडमा हामी कसरी चालेर जाने त अगाडि भन्ने कुरामा हामी सोच्न बाध्य भइसकेका छौँ। यहाँ स्टिकी फुडहरू, केलाको खानेकुराहरू मस्त छ, खद्रै प्याक छ। अनि पब्जी स्टिकी फुड रहेछ। अब हामी यहाँबाट गयौँ, अगाडि गइसकेपछि त पुरा हेभी जाम, तरकारीदेखि लिएर खाजाको बेलामा मानिसहरूको भिडभाड न्यु रोड असनको जस्तो देख्न सक्नुहुन्छ। जहाँ यति धेरै भिडभाड हुन्छ यस्तो ठाउँमा पक्का पनि व्यावसायिक तरिकाले पक्का राम्रै होला। यहाँका व्यापारीहरू साँच्चीकै नै सन्तुष्ट हुनु होला। किनकि जहाँ मानिसको जनघनत्व बढी हुन्छ, जहाँ घनत्व बढी हुन्छ त्यहाँ नै पक्का पनि व्यापार हुने गर्दछ। त्यसैले न्यु रोडतिरको सटरको भाडाको मूल्य र यहाँको सटरको भाडाको मूल्यमा फरक पनि पर्छ। अब फेरि यो जाम चल्दै हामी लगभग अब आइपुग्न पनि सकेका छौँ। हाम्रो हँसिलो नेचर नेपाल युट्युब च्यानल हेर्नुभएका सम्पूर्ण दर्शकहरूलाई फेरि पनि धन्यवाद दिँदै अब हामी अगाडि बढिरहेका छौँ। यदि हाम्रो च्यानललाई पुनः सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नबिर्सनु होला र हजुरको मनमा लागेको कुरा कमेन्टमा गएर लेख्न पनि नबिर्सनु होला। अहिले अब हामी लगभग नयाँ बस्ती क्लब आइपुगेका छौँ, जहाँ कौशिला फार्मेसी जुन आफ्नो साथीको फार्मेसीको अगाडि हामी उपस्थित भइसक्न लागिसकेका पनि छौँ। अब त्यहाँनिर पार्किङको समस्या कतिको छ भन्ने कुराले नै भरमर पार्छ। अब हामी लगभग कौशिला फार्मेसीको अगाडि आइपुगेका छौँ। हामी हजुरहरूलाई निरन्तर देखाइ पनि रहन्छौँ। कुन रहेछ त, कहाँ रहेछ त कौशिला
फार्मेसी भन्ने कुराहरूमै सरको भेस्पा रहेछ यहाँ। अब भेस्पाको अगाडि राख्नु मिल्दैन। अब तिवारी सर यसरी निधाएर बस्नु भएको। अब तिवारी सरलाई पनि भेट्नै पर्यो। यहाँनिर सेवाहरू हाम्रो आक्रिसा हेल्थ केयर कोही पनि तपाईँहरू यस्तो केही चाहिएको छ भने मजाले गर्न सक्नुहुन्छ। यहाँनिरै डाक्टर चन्द्रमोहन शर्माको यहाँ यसरी बोर्डहरू राखिएको छ। त्यो बोर्ड राखिएको हुनाले पक्का पनि यहाँ केही न केही हुनसक्छ। हाम्रो सर यहीँ हुनुहुँदो रहेछ। सरलाई स्वागत छ हँसिलो नेचर नेपालमा। कस्तो छ त अहिले औषधि व्यवसाय अहिले नेपालको? बाटैबाट बाटैबाट 400 भ्यू। भ्लगिङ हानेको कस्तो लागिरहेको छ हजुरलाई? एकदम दामी। आजको भेटघाट कस्तो भयो? आजको फोनफानका बातहरू अबको नयाँ दिनमा चाहिँ नयाँ तरिकाले नयाँ युट्युबलाई चाहिँ होइन सब्सक्राइबर बढाउने गरेर कन्टेन्ट बनाउनेदेखि लिएर जुन आक्रिसा एन्ड कृष्ण यो युट्युब च्यानललाई हजुरले सर्च गरेर सब्सक्राइब गरिदिनु होला। उहाँले यसमा विभिन्न औषधिदेखि लिएर विभिन्न ठाउँहरूको घुमिफिरेकाहरू सम्पूर्ण कुराहरू जानकारी दिनुहुन्छ। यो च्यानललाई हजुरले खोजेर एकचोटि सब्सक्राइब गर्न पनि नबिर्सनु होला। र हजुर नयाँ बस्ती काठमाडौँको नयाँ बस्ती बौद्ध स्थित रहनुहुन्छ भने कौशिला फार्मेसी पनि उहाँको छ। यहाँ विभिन्न औषधिहरू सुपथ मूल्यमा पाइने साथै अन्य उपचारहरू डाक्टर सेवाहरू सम्पूर्ण कुराहरू पनि छ। ल हिजो हालेको आजदेखि फोटो पठाइदिएँ भाइ तेरो फोटो पठाइदिएँ मैले। कहाँ खिचेको छ? हाम्रो फोटो छ अस्ति त्यहाँको मेरो खिचे त्यहाँ खिचे छैन अस्ति खिचे होला सँगै खिचे होला त सँगै खिचे सिंगल